एयन 2 मा लेभल 45 सम्म पुग्ने यात्रा धेरैका लागि एउटा ठूलो पहाड चढ्नु जस्तै हुन सक्छ। ल, आज हामी एकजना विशेषज्ञ खेलाडीको रणनीतिलाई केलाएर हेरौं, जसले यो यात्रालाई कसरी सजिलो र स्मार्ट बनाउन सकिन्छ भनेर देखाएको छ। सुन्दै अलि अनौठो लाग्यो होला, हैन त? किनभने धेरैजसो खेलाडीहरू सकेसम्म छिटो लेभल बढाउने दौडमा हुन्छन्। तर यो भनाइले एउटा एकदमै महत्त्वपूर्ण प्रश्न खडा गर्छ। के साँच्चै छिटो हुनु नै सधैँ राम्रो हो त? एयन 2 खेल्न सुरु गरेपछि सबैको दिमागमा एउटा नम्बर घुमिरहेको हुन्छ, लेभल 45। यो नै पहिलो र सबैभन्दा महत्त्वपूर्ण माइलस्टोन हो। तर किन? आखिर के छ त यो लेभल 45 मा? यसका 3वटा मुख्य कारण छन्। पहिलो कुरा, यसले एन्डगेम डन्जनहरूको ढोका खोल्छ, जहाँ खेलका सबैभन्दा शक्तिशाली चुनौतीहरू पर्खिरहेका हुन्छन्। दोस्रो, एयनको मुटु मानिने एबिस, जुन एक विशाल पीवीपीवीई क्षेत्र हो, त्यसमा प्रवेश पाउन पनि यही लेभल चाहिन्छ। अनि तेस्रो, यो लेभलमा पुग्नु भनेको ल मैले यो खेलको आधारभूत कुराहरू बुझेको छु भनेर देखाउने एउटा पास जस्तै हो। ल, अब एउटा महत्त्वपूर्ण दुधारको कुरा गरौँ। त्यो लक्ष्यमा पुग्ने 2टा बाटा छन्, एउटा एकदमै छिटो, अर्को अलि बिस्तारै तर बलियो। अब प्रश्न उठ्छ, कुन चाहिँ बाटो रोज्ने? हेर्नुस्, पहिलो बाटो हो स्पिड रन मार्ग। यसको एउटै लक्ष्य छ, आँखा चिम्लेर दौडिने र जति सक्दो छिटो लेभल 45 छुने। फाइदा? अबिसमा अरूभन्दा पहिले पुगिन्छ, तर यसको बेफाइदा पनि छ। पछि गएर क्वेस्टहरू यति गाह्रो हुन सक्छन् कि हैरान पारिदिन्छन्। अर्कोतिर छ फाउन्डेसन मार्ग। यो चाहिँ अलि कछुवाको चाल जस्तो हो, बिस्तारै बिस्तारै आफ्नो क्यारेक्टरलाई बलियो बनाउँदै अघि बढ्ने। समय त लाग्छ, तर प्रगति एकदमै सहज हुन्छ र जग बलियो बन्छ। ल, अब लागौं त्यही छिटो बाटोतिर। कसरी गर्ने त 9 घण्टामै लेभल 45? यो तरिका नयाँ खेलाडीहरूका लागि पनि एकदमै काम लाग्ने खालको छ। यो प्रक्रिया खासै गाह्रो छैन है, बस मेन स्टोरी क्वेस्ट बाहेक अरूतिर ध्यान नदिने। एक्सेसरिजको लागि कुनै एउटा रिजनल क्वेस्टको सेट पूरा गर्ने। अनि हो, बसहरूसँग लड्दा स्क्रोल र औषधिहरू प्रयोग गर्न चाहिँ कन्जुसाई नगर्ने। यति गरेपछि 7 देखि 9 घण्टामा त लेभल 45 पार। तर सधैँ सोचे जस्तो कहाँ हुन्छ र, हैन? दौडिँदा दौडिँदै कतै गएर प्रगति ठ्याक्कै रोकियो भने नि, त्यस्तो बेला के गर्ने होला? चिन्ता लिनु पर्दैन, यसको पनि उपाय छ। जस्तै ड्यामेज नै पुगेन, सिधै लेभल 22 वा 28 को एक्सपिडिसन डन्जन गएर रेयर गियर खोज्ने। अझै पनि गाह्रो भइरहेको छ, सिल्ड डन्जन्स गएर एन्हान्समेन्ट स्टोनहरू जम्मा गर्ने। अनि लेभल 35 मा पुगेपछि त एउटा सुनौलो मौका आउँछ, फायर टेम्पलमा फार्म गरेर युनिक गियर पाउने। अनि एउटा कुरा, गियर खोज्न अलिकति समय लाग्यो भनेर त्यसलाई समय बर्बाद भयो भनेर कहिल्यै नसोच्नुहोला। यो त लगानी हो, आफ्नो क्यारेक्टरलाई बलियो बनाउने लगानी। यो समयको बर्बादी हुँदै होइन। ल, लेभलिङको कुरा त भयो, तर खेल भनेको लेभल बढाउनु मात्रै त होइन नि। अब एउटा यस्तो कुरा गरौँ जुन धेरैले ध्यानै दिँदैनन्, तर सफलताको लागि एकदमै महत्त्वपूर्ण छ, क्यारेक्टर कस्टमाइजेसन। एकछिन सोच्नुस् त, के आफ्नो क्यारेक्टरको स्किलहरूलाई साँच्चै 100% प्रयोग गरिँदैछ त? किनभने यहाँनिर धेरैजनाले एउटा सानो तर ठूलो गल्ती गरिरहेका हुन्छन्। यो कुरा धेरैलाई थाहा नहुन सक्छ। स्किलको विशेष क्षमता आफै अन हुँदैन, त्यसलाई म्यानुअल रूपमा एक्टिभेट गर्नुपर्छ। कसरी गर्ने? सजिलो छ। स्किल मेनुमा जाने, लेभल 8 भन्दा माथिको कुनै स्किल छान्ने र त्यहाँ चम्किरहेको बोनस अप्सनमध्ये एउटामा क्लिक गर्ने। बस यति गरेपछि भइहाल्यो। अब कुरा गरौँ डेभियोनिक पोइन्ट्सको। यो भनेको के हो त? सिधा भाषामा भन्दा यो भनेको आफ्नो क्यारेक्टरलाई आफूले चाहे जस्तै आफ्नो खेल्ने स्टाइल अनुसार ढाल्ने तरिका हो। यसमा कुनै यही नै सही भन्ने नियम हुँदैन। यसलाई लिएर धेरै टाउको दुखाउनु पर्दैन। सबैभन्दा सिम्पल तरिका के हो भने आफूले सबैभन्दा धेरै कुन स्किल चलाइन्छ त्यो पत्ता लगाउने र त्यही स्किललाई बलियो बनाउने स्टेटहरू छान्ने। अनि बिग्रियो भने पनि केही छैन, फेरि मिलाउन पाइन्छ। पर्फेक्ट बिल्डको पछि लाग्नुभन्दा अहिले नै एउटा काम चलाउ राम्रो बिल्ड बनाउनु धेरै बुद्धिमानी हुन्छ। अहिलेसम्म हामीले एउटा क्यारेक्टरको कुरा गर्यौं, तर अब अलि प्रो लेभलको रणनीति सुनौं जुन एउटा क्यारेक्टरभन्दा धेरै परको कुरा हो। कतिवटा? 8वटा? हो,
सुन्दै अचम्म लाग्ला, तर विज्ञको लक्ष्य भनेको 8वटा लेभल 45 का क्यारेक्टरहरू बनाउनु हो। तर किन चाहियो त्यति धेरै? यसका पछाडि एकदमै गहिरो रणनीति छ। पहिलो, हरेक क्लास खेलेर आफ्नो लागि कुन चाहिँ पर्फेक्ट हो भनेर पत्ता लगाउन। अनि दोस्रो, आर्थिक रूपमा शक्तिशाली बन्न। धेरै क्यारेक्टरहरूले डन्जनहरूबाट खिह्न मतलब खेलको पैसा फार्म गर्न मद्दत गर्छन्। र त्यो पैसाले के हुन्छ? खेलको सबैभन्दा राम्रो गियर किन्न र त्यसलाई अझै शक्तिशाली बनाउन सकिन्छ। त्यसैले यो सबै कुराबाट के बुझिन्छ भने लेभल 45 भनेको खेलको अन्त्य होइन। यो त खासमा खेलको सुरुवात हो। वास्तविक चुनौती, वास्तविक मजा सबै त्यहीँबाट सुरु हुन्छ। अब प्रश्न यो उठ्छ, के यो वास्तविक खेलको लागि तयारी पूरा भयो त?